नमस्कार, यथार्थ खबरमा तपाईहरुलाई स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरुमाझ उपस्थित भइसकेको छु। सुरु गरौं आज दिनभरिका समाचारका शीर्षकहरुबाट। काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा, कांग्रेस आधिकारिकता विवाद, दुवै पक्षको निर्वाचन आयोगमा प्रदर्शन। निर्वाचन तोकिएकै समयमा हुन्छ, संयोजक प्रचण्ड। भूकम्प लगायत विपदका कारण हुन सक्ने क्षति न्यूनीकरण गर्न एक ढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान। कांग्रेस विभाजित छैन तर आधिकारिक हामी हौ, विश्वप्रकाश शर्मा। लामिछानेको मुद्दा फिर्ता गर्न निर्णयमा बारको आपत्ति। नेपाल मतदाता सर्वेक्षण 60% मतदाता मत परिवर्तन गर्ने सोचमा। बेनिसा हमाल स्टार र डब्लु ब्लू लाइटको ट्रेलर प्रेम प्रतिशोध र बदलाको कथा। 21 फागुनमा होस् कि जेठमा, कार्तिकमा, मङ्सिरतिर होस्, चुनाव त हुन्छ। केपी ओली। कांग्रेस विभाजन भएकोमा हामी चिन्तित छौं। ओली। हामी भूकम्पीय जोखिममा छौं, जोखिमलाई कम गर्नुपर्छ भन्ने बुझ्न आवश्यक छ। कांग्रेस आधिकारिकता विवाद उत्कर्षमा, निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा। पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण, विशेष अदालतको आदेश विरुद्ध सर्वोच्च पुग्यो अख्तियार। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।